होइन यसमा प्रश्न गरिदिनुहुन्थ्यो कि भनेर यो कस्तो हुन्छ भनेपछि बिहान अलि घाम लाग्ने बेलामा चाहिँ खोले भयो अलि घामको किरण भित्र पार्ने गरी अनि र भित्र धेरै आर्द्रता नै मेन्टेन गर्नु पऱ्यो टेम्परेचर मेन्टेन गर्नु त्यो हुनाले चाहिँ बिहान अलि घाम लाग्ने बेला चाहिँ खोलिदिने अरू बेला चाहिँ बन्द गरी हुन्छ जस्तै घाम आइसक्यो भने हजुर खोलिदिनु पर्यो हजुर त्यसपछि घाम बुड्नुभन्दा पहिले जस्तै अब साँझ 5 बजेतिर 4-5 मतलब हजुर त्यति बेला ढाकिदिनु पर्यो हजुर जे पनि चिसो चाहिँ प्रवेश डाइरेक्ट गर्न नपाओस् भन्ने सोच हो हो त्यो खासमा टेम्परेचर मेन्टेन गर्नलाई हो तापक्रम मिलाउने कुरो हो। हजुर ए यो पनि यस्तो हुन्छ कुनै कस्तो हुन्छ भनेपछि यो कस्तो हुन्छ भनेपछि अलिअलि उम्रिएपछि चाहिँ खोल्ने कुरा हुन्छ थाहा नखिने पहिला चाहिँ खोल्या हुन्न खासै उम्रिनुभन्दा पहिला बिहान एकछिन जस्तै बिउ त राखिसक्यो तर त्यसलाई खोल्दाखेरि फेरि कस्तो फरक पर्छ कि पर्दैन बिउ राखिसक्यो खोलेपछि फरक पर्दैन फरक त त्यसपछि घाम हुँडासम्म खोलिदिने हजुर फेरि बेलुका लगभग 5 बजेतिर घाम उठाउन लाग्यो भने तर उम्रिएपछि चाहिँ गर्नुपर्छ त्यो नउम्रिँदै नखोल्दा हुन्छ नखोल्दा हुन्छ त्यो भित्र केही समस्या त हुन्न बिउ बिजनमा दड्ने यस्तो हुन्न त्यो तापक्रमले छिटो उम्रिन्छ भन्ने लाग्यो हो हाम्रो गाउँघरतिर सिस्टम के छ भनेपछि तपाईँ राखिसकेपछि घाम को टाइममा एकचोटि खोलिदिने भने त्यो पुरै तिरपाल प्लास्टिक फालिदिने चलन छ एकचोटि चाहिँ खोल्नु पऱ्यो दिउँसो किनकि त्यो बिहानदेखि साँझसम्म खोल्नुपर्छ भन्ने पनि छैन तर उम्रिएको चाहिँ खोल्ने फेरि पहिला त नखोलिने हुन्छ उम्रिनुभन्दा पहिला त नखोलिने केही समस्या हुन्न किनभने चाहिँ बोट बिरुवालाई घाम पनि चाहिन्छ नि एकछिन जे पनि 1-1.5 घन्टा खोलिदिँदै एक दुई रहनु घन्टा आफूलाई त्यो कतिको चाहिँ कसैको चाहिँ अब जमिन पनि कुनैको चाहिँ अलिक घाम लाग्ने ठाउँमा हुन्छ कसैको अलिक कम लाग्ने ठाउँमा हुन्छ त्यो हेरेर ए भनेपछि दिउँसभरि खुल्ला गरिदिँदा खासै आवश्यक पर्दैन त्यति पर्दैन खासै आवश्यक पर्दैन त्यो के चाहिँ अर्थ मैले तपाईँ भन्नुभयो माटो परीक्षण भन्ने रिग्री भन्छ त्यो माटो परीक्षण गर्नाले कुन दबाई छिर्नुपर्छ त माटो परीक्षण भन्नुभयो हजुर माटो परीक्षण भन्ने हुन्न खासमा माटो परीक्षण भने त माटोको कस्तो छ खबर भनेर चेक गर्ने हो बरु माटोलाई चाहिँ उपचार गर्ने भन्नुभयो होला तपाईँले त्यो त रिग्री भन्छ त्यो भना क्या त्यो दबाई छिटेर त्यो जस्तो मैले गर्छु क्या दबाई छिटेर हजुर एक दिन एक रातभरि यस्तो पलाएर छोप्छु मैले हजुर त्यहाँबाट अर्को दिन लाग्छु पिन मैले हो त्यो अहिले आउँछ कुरा त्यो भने माटो परीक्षण होइन खासमा माटो उपचार हो त्यो परीक्षण गरेपछि चाहिँ के समस्या देख्यो भने देखियो त्यहाँ के समस्या खासमा माटोमा हुने भन्ने समस्या भनेको चाहिँ एउटा कहिलेकाहीँ चाहिँ त्यही खाद्य तत्त्वहरू कमी हुने एउटा हुन्छ समस्या अर्को भनेको त्यो हुन्छ कि अम्लीयपन क्षारीयपन बढ्ने त्यो मेन्टेन गर्नुपर्छ के किनभने यदि क्षारीय भए पनि त्यो खाद्य तत्त्व उपलब्ध हुनुपर्ने क्षारीय भने पनि हुन्न खासमा एउटा न्युट्रलवाला ऊ चाहिन्छ के पिएच त्यो चाहिन्छ गर्दाखेरि देखिन्छ उपचार चाहिँ के गर्ने भन्ने हुन्छ अहिले आउँछ है यहाँ पनि यहाँसम्म बुझ्नुभयो नसरी भने के हो र नसरीका चाहिँ कति प्रकारका बिहान हुन्छ यो तपाईँको जस्तै बनायो होइन हजुर यो रोप्दाखेरि अब कति दिनसम्म यसको बिरुवा सार्नु मिल्छ हो कि नै हो जस्तै अब तपाईँको यो त बिटा राखियो सुरुमा राख्दाखेरि अब कसरी राख्ने त्यसको तरिका त होला नि त यो राख्दाखेरि चाहिँ यो बिहानको त प्रकार थाहा पाउनुभयो तर यहाँ कसरी राख्ने भन्ने त्यो अहिले तलपट्टि आउँछ है त्यो चाहिँ किनभने मैले तपाईँलाई बिहानको आउटलाइन मात्रै देखाइदिएको छु अब कसरी राख्ने भनेर तर यो घर बनाउने त बाँसको छडी बनाएर यस्तो गराउने अनि 50-50 सेन्टिमिटरको फरकमा गराउनुपर्छ यो घर बनाउने चाहिँ बाँसको दूरी हजुर अनि एउटा थियो अर्को 50 सेन्टिमिटर होइन हजुर यहाँसम्म त बुझ्नुभयो के सोध्नुपर्ने छ यहाँसम्म जस्तै तपाईँको होइन हजुर अब सुरुमा यो क्याप्जन बनाउँदाखेरि यो घर बनाउँदाखेरि 50 सेन्टिमिटर टाढा अलग पऱ्यो होइन एउटा छडी कि त्यहाँ छडी छ नि छडी चाहिँ अब घर बनाएदेखिको बिनालाई लागि हो नियन्त्रणमा लिएको हो क्या 2.5 मिटर ऊ चाहिँ होला ऊ तपाईँको यो होइन उचाइ चाहिँ ए गराएको आधा चलाउनु आधा बोल्दैन सबै पिन काम लाग्छ 2.5 सेन्टिमिटर होला सेन्टिमिटर हजुर मिटर होइन यहाँसम्म बुझ्नुभयो नि कोही त्यस्तो जिज्ञासा भन्नुहोस् 2.5
गरेन नापेपछि अब यो त फेरि त सामा गर्ने ठ्याक्कै तेल न जस्तै तपाईँको यो बिउ कति दिनको सार्न मिल्छ नि यो जस्तै यो राखेपछि हजुर जस्तै यो बिउ होइन जस्तै रोप्दाखेरि बिउ त रोपियो हजुर मतलब तपाईँको कति दिनमा ठुलो हुन्छ ए त्यो सार्न दिनु ए हुन्छ त्यो 20-25 दिन जस्तो हुन्छ 20-25 दिन हजुर जस्तो यो पर्के त आउँछ होला अहिले तलतिर हाल्छ त्यसले हालै त्यो हो प्लस भोलि चाहिँ हुन्छ नि आफ्नो आफ्नो तरकारीवाला हुन्छ नि स्पेसिफिक हजुर। त्यसमा नि बिहान सानी यति दिनमा भन्ने भन्छ किनभने त्यसमा चाहिँ यसरी नसरी बनाउनिन्छ भने चाहिँ भनिन्न कि मतलब बिहान चाहिँ यति दिनमा सारेपछि बाट सुरु हुन्छ अरू चाहिँ तरकारी किन तरकारी अनुसार पनि फरक हुन्छ नि कुनै चाहिँ अझै 5-7 दिन अगाडि हुनसक्छ कुनै 5-7 दिन पछाडि हुन्छ तर लगभग चाहिँ 20-25 दिनमा चाहिँ बिहान चाहिँ सार्ने हुन्छ तरकारीको खासमा जुनसुकै तरकारी पनि नर्मल्ली चाहिँ त्यो एउटा हुन्छ नि बिचवाला लिन्छ नि एभरेजवाला 20 देखि 25 को बिचमा हो त्यही टमाटर पनि हो त्यही बेला जात अनुसार बनाउँछ तर मान्छे लिँदाखेरि अब यस्तो चाहिँ औसत रूपमा हेर्दाखेरि चाहिँ 20-25 दिन भनेको मैले चाहिँ औसत रूपमा